सिसन अहिले हामी चाहिँ चर्च छुट्टी भएर घर जाँदैछौँ गाइस। यहाँ मेरो दोस्त छ। अब त्यहाँतिर त कस्तो लाज लाग्छ भने जस्तो त्यहाँतिर बनाउनु जेसीबी बल्ल उठा आज मेरो बिचमा लोक चढेर खान्थ्यो। कहिले ल ओइ के हो मेरो चप्पल बराबर खै एकछिन छैन मेरो हल्का ठिक छ तर अलिकति गाइस पुग्न त पुग्यो तर अब गइरहेछ अब पुग्नै खोज्नु त छैन। यो अघिको खेतहरू यो अघिको स्कुल किन बगाडी किन्न बगाडी बगाडी लिनु भने त गएको तर बगाडी कति पर्छ भने एउटा बाटो त्यो किलो बनाएको मान्छेले सोध्नु हेर गाइस मैले ब्लग्सहरू स्वागत छ। तिमी को हो तँ चाहिँ सिसन अहिले हामी चाहिँ चर्च छुट्टी भएर घर जाँदैछौँ गाइस। यहाँ मेरो दोस्त छ। तेरो साथी होइन यो तेरो साथी होइन यो भिडियो बनाएर भाइ मेरो मम्मी चाहिँ अब तल धान्दैछ। चर्चबाट अब सिधै घर जाने होइन सेसन अर्पणको दाई अनि मलाई चिन्यो भने थियो यो अर्पणको दाई नाम भन्नु त भने है यो अर्पणको दाई गाइजहरू आमा चाहिँ तल गइसक्यो। हामी चाहिँ अलि उकालोमा छ उकालोमा देऊ मम्मीलाई हामी त उकालोमा अहिले हामी चाहिँ तिनजना छ। एउटा सेसन थियो एउटा भाउजी अनि एउटा म हाम्रो चाहिँ 10 बजी छुट्टी हुन्छ नि गाइस। कति अग्लो रुख यार यहाँतिर किलो बनाइदिए है। आज हामी चाहिँ यताबाट त्यतिर जानुपर्छ। अब सेसन अलि छिटो गाइस आर्मी आयो सल्युट छ। चिकन त भात खाएर खाने नत्र अहिले बमिट आउँछ चर्चबाट थर्नाले बमि गएन यार कुन त्यो त्यो सेतो र रातो भएको ए त्यो हो त्यो डिलको 10 ताको ए त्यो त्यो अघिको त्यो हल्का मोटो थियो नि त नाम के रे मोटे होइन क्या सुशान्त 7 कक्षामा नि छ त सुशान्त त्यो मोटे होइन त्यो त धादिङ बोर्डिङको 3टा सुशान्त
7 कक्षाको अनि 1 कक्षाको कति छ होला नि सुशान्त सुशान्त गाइज त्यही हो पशुपति स्कुल पशुपति भन्ने क्या स्कुल हो पशुपति स्कुल अर्को हातले लिगा त यो हात देखेर उसले उजालेर त दुख्छ क्या हल्का समात्न गाह्रो हुँदा हल्का छिटो जान्न गाइज अघि गर्ने हुने काम गरेर पहिरो त 2-3 छाप छ भने दौड मिलेर भनि नाटक दौड राखेको सेसा तेरो लागि मैले एउटा बाइक मिलाइदिएको छ हेर्ने हो उतै अगाडि पालले छोपेर राखेको हो कि छिप्पली हो ल त्यो तेरै त हो कति ठुलो त्यो माथि एउटा जेसिबी गइरहेको जेसिबी तिर पनि बनाउँछ र सेसन भाइ ए सेसन छोरा माथिबाट तानिक तलबाट माथिबाट ल ल चौतारातिर एउटा जानुपर्छ अब त्यहाँतिर त कस्तो लास लाग्छ जस्तो त्यहाँतिर बनाउनु जेसिबी जेसिबी बल्ल उठाएर ए आज गयो बाई पिला टुट्टी गयो भन्नु न मेरो दाइ के काम छ भन्नु न गाइज तपाईँ क्रिस्चियन हो कि या बुद्धिस्ट हो मलाई पनि थाहा छैन है बाहुन त सेसन हो नि है चिकन चबाउने बाहुन अब गाइज नबल कर्कमा चिकन माथि पुगेर बनाउँछु भिडियो गाइज त लड जाने गाइज पटक भैँसी यतातिर भैँसी नि राखेको हाम्रो बारी क्या जाने थियो गाइज हाम्रो नि ड्रोन बाजा किन डान्स गरेर वा के हो काफल के हो टिभी आइल्यान्ड हो खाने हो मिल्छ त गाई अलिक खाने गएर सिकाउनु भएको पाएन नि माको हो तर पाउँछ मेरो बिचमा लो चढेर खान्थ्यो कहिले अब काफल पारेर ल ओइ के हो गाइस तपाईँ विश्वास गर्नु हुँदैन होला यो बोर्डिङ स्कुल हो यति सानो छ क्या त्यो बोर्डिङ हेर्नु त चरा एक ठाउँमा कहिले न लोड छ क्या चरा त्यो 3टा बसिरह उतै माथि हेर्नु रुखमा हेर्दैन बोर्डिङ स्कुल हो नि ल ए बोर्डिङ बोर्डिङ
ल अहिले चाहिँ केही छैन ल वाइ बोर्डमा नि के हो एले छैन BCDEFGHI JKL MN ल यापछि यामै छैन सिधै NOPQRSTU VWXYZ ABCDEFGHI राम्रोसँगै देख्दैन क्या गाइस त्यो नदेख यहाँ चाहिँ के हो कपाट बनाइदियो यार कपाट बनाइदियो अब सिधै गाइस घरमा पुगेर भेट्छ कि अलि अगाडि भेट्छ थाहा छैन ल गाइस मैले चाहिँ होइन भात सात सब खाएर फेरि भर्खर टिप्ने जानु खाइसकेँ गाइस हेलो सिमसम ब्रो फेरि बजाइदियो फेरि साइकलको हेर न त्यही यहाँ सिट सेसन आइज जाऊँ सेसन जाऊँ अब सिधा अब हामी चाहिँ जाँदैछौँ यहाँ मेरो चप्पल बराबर खै एकछिन छैन मेरो हल्का ठिक छ तर अलिकति बराबर त छ नि है गाई चाहिन्छ बगडी तिर्ने उतातिर जानुपर्छ क्या उता माथिबाट जाने कि यहाँ तलबाट गाइस अब चाहिँ हामी सिधै भएकोले गर्दा पुगेर भेट्छ गाइस पुग्न त पुग्यो तर अब गइरहेछ अब पुग्ने खोज्नु त छैन यो अघिको खेतहरू यो अघिको स्कुल किन बगडी किन्न बगडे ए त्यो तल कति पर्छ खाइसक्नुपर्छ हजुर दिने अब के हो नि अब कहाँको आन्टी हुन्थ्यो नि नमाथि छोड्थेँ कहाँ यहाँ हो र यहाँ त त्यो एउटा त रहेछ यहीँ हो थाहै नपाएको गयो के हो त्यो तोलो भएको हेर्नु त त्यही हो सायद हामी त कस्तो भुलुवा मान्छे त है आफैले भुल्यो रुखको बुढी एउटा भोगोल त्यो तिमी छैन भगडी लिनु भने त गएको तर भगडी कति पर्छ भने एउटा बाटो त्यो किलो बनाएको मान्छेले सोध्नु कसको हाल्ने सधैँ मेरै लिने थियो गाइस अनि पछि भने अनि एउटालाई कति भने 200 रुपियाँ हो के गर्ने यति घरमा मात्र हिँड्नु पर्यो अब के गर्ने
आजको भ्लग यतिमै राख्दै यी सबैजनालाई जय नेपाल बाइ बाइ गाइज।